धेरै टाढा छैन, नजिकै थियो, त्यही भएर मैले सिधै गएर ग्यारेज भित्र छिराइदिएँ। ल त्यहाँको छोटुलाई स्क्रु ढिला छ टाइट गर्दै भनेको कसको भन्दा त एक तन गारे दिए। अनि गाडीको र त्यो छोटुको स्क्रु टाइट बनाएर सिधै म चाहिँ पुगे विद्यार्थीहरूलाई लिने बोर्डिङ तर्फ। यिनीहरू चाहिँ कति ज्ञानी रहेछ, टक्क बाहिर निस्केर बसिरहेको। अनि यस्तो संस्कारी कि पिकनिकमा पनि स्कुलकै युनिफर्ममा जान लागिसकेका छन्। अरू सबै थोक त एकदम ठिक हो कि, तर गाडीमा चढ्दाखेरि यो कुन स्टाइलमा बस्दैछन् रे? एक माथि एक, ल यो पनि चढ्छ, अब अर्को पनि चढ्छ, हेर यो पनि चढ्यो त्यो माथि। लो यो कोन्जा बस्नेका स्टाइल हेरे। यहाँ चाहिँ केही प्राविधिक गडबडी भए जस्तो छ, एकछिनमा भेट्ने छु। अब यो लास्टको केटी चाहिँ को माथि चढ्दो रहेछ हेरौँ है त। ल टेक्न ल अब यसो गाडीभित्र के हुँदैछ भनेर चेक गरौँ गएको त गाडीभित्र छिर्ने बित्तिकै विद्यार्थीहरूले लुगा फेरेर आफ्नो असली रूपमा आएछ। म त यिनीहरूलाई कति राम्रा लाला बाला सम्झिन्थे, यिनीहरू त झिङ्गा लाला रहेछन्। यिनीहरू मध्ये सबैभन्दा सोझो चाहिँ एक केटा रहेछ, एक्लै मस्त बसिरहेछ। अब यिनीहरूको चर्तीकला के हेर्नु भनेर गाडीमा तेल चाहिँ सकेको रहेछ, त्यही भएर सिधै मैले तेल हाल्ने ठाउँमा छिराइदिएँ गाडीलाई। त्यसपछि यस्तो सुनसान बाटोमा मस्त गाडी कुदिरहेको थियो। विद्यार्थीहरूले त मलाई पछाडिबाट च्यालेन्ज पो दिन्छ। च्यालेन्ज चाहिँ फेरि ब्रेकमा नछोई गाडी कुदाइराख्नु पर्ने रे। फेरि म चाहिँ च्यालेन्ज एक्सेप्ट गरिहाल्ने मान्छे, त्यही भएर ल हेरौँ न त के हुन्छ भनेर ब्रेकमा एकचोटि पनि नछुइकन कुदाएको कुदाइ गर्ने भनेर गाडी ल उडाइदिए। यस्तो त इजी हो क्या, किनभने कन्ट्रोल पावर ओभर छ नि त मसँग। त्यही माथि अगाडि पछाडि कतैबाट गाडी पनि आइरहेको थिएन, तर एकैछिनमा यताउताबाट गाडी स्वाइकी छोया हुनु पो थाल्यो। अनि अब चाहिँ मेरो हात अलिअलि काम्न पनि थालिसकेको थियो। अनि झन्डै एक्सिडेन्ट पनि भइसकेको थियो, तर मैले खतरा पाराले बचाएँ। दिएको त केटाहरू तिमीहरूले दिएको च्यालेन्जलाई मैले इजी तरिकाले कटाइदिएँ। अनि सबैजनाले वा 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 भनिरहेको थियो, त्यही भएर फुर्केर मेरो नाक चाहिँ यति लामो भइसकेको थियो। त्यही भएर धेरै नै आक्रोश भएर यस्तो उस्तो कटाएर सिधै पुलमा गएर ड्याङ्गा ठोक्दैछु। अनि धेरै बेरको यात्रापछि अहिले चाहिँ हाम्रो भाले बस एउटा रेलको पटरीमा आएको छ। अनि यहाँ आइसकेपछि विद्यार्थीहरूले चाहिँ रेल हेरेरै जानुपर्छ भनेर मलाई विनम्र अनुरोध गरे। ठिकै छ नि त, हेरेर जाम भनेर मैले पनि रोकेँ, तर आधी घन्टा वेट गर्दा पनि त्यहाँ एउटा रेल पनि आएन। त्यसपछि यस्तोमा टाइम पास गर्नु हुँदैन केटा हो, जानुपर्छ भनेर सधैँ अगाडि बढाइदिए। लास्टमा त्यो रेलको पटरीको बिचमा पुगिसकेपछि त गाडी अचानक रोक्यो, न अगाडि बढ्छ न पछाडि जान्छ। के चाहिँ भएछ भनेको त ठ्याक्कै पछाडि र अगाडि ढोका बन्द भयो, मतलब रेड लाइट। ला अब यहाँबाट गाडी पनि हिँडिरहेको छैन, त्यही माथि रेल आउने भयो। उताबाट रेल पनि आउन थाल्यो। अब के गर्ने भनेर विद्यार्थीहरू र खलासीहरू आतिन थाले। अनि म पनि किनभने रेल धेरै छेउमा आइसकेको थियो, तर अचानक गाडी कुदेर सट्टै भयो। धन्नले गाडीको कन्डोको भाग झन्डै ट्रेलले उडाइदिएको। धन्नले आज यहाँबाट छुट्टीमा जानु भएको रहेछ, न त हाम्रो राम सत्य हुन्थ्यो आज। रोयल चाहिँ हाम्रो भाले बसिँदै पुगिसकेको छ पहाडी इलाका। यहाँ चाहिँ पूर्व हेरे पनि पश्चिम हेरे पनि उत्तर हेरे पनि दक्षिण हेरे पनि हरियाली नै हरियाली, र बाटो पनि एकदम रमाइलो, गाडी कुदाउनलाई एकदम मजा आइरहेको थियो। तर यो बाटोमा कमजोरी भनेको यस्तो टर्निङहरूबाट हो, किनभने यो टर्निङबाट सिधै गाडी अलिकति उता गयो भने सिधै तल झरी पठाउँछ। अनि यस्तो भिडबाट गाडी झऱ्यो भने चाहिँ यहाँबाट छुट्टीमा गयो भने हाम्रो राम सत्य हुन केही पनि भेट लाग्दैन। यमराजको दाइ भयो भने भाइ भयो भने उठाएर लान्छ हामीलाई नर्कल। ल कति बोल्नु म पनि एउटा सिनेमेटिक सर्ट जाओ, त्यही पनि नेपाली म्युजिकसँग। अहिले चाहिँ बाटोको छेउमा चाहिँ एकदम ठुलो नदी, त्यहाँबाट टर्निङ खाँदा झन्डै भाले बस लडी चाहिँ अलिक मिलेन है सायद। र मेरो भिडियो हेर्नु हुने धेरै जसले चाहिँ लाइकै नगरी जानुहुँदो रहेछ, लाइक गर्न चाहिँ नबिर्सिनु होला है। अनि मेरो चाहिँ 20K सब्सक्राइबर पनि पुग्न लागेको छ, छिटोभन्दा छिटो पुऱ्याइदिनु होला। अनि 20K मा चाहिँ स्पेशल एउटा Q&A भिडियो बनाउने छु म। अनि 20K पुगेपछि चाहिँ एउटा पोस्ट हालिदिन्छु, अनि त्यही पोस्टको कमेन्टमा चाहिँ क्वेसनहरू सोध्न सक्नुहुन्छ। अहिले चाहिँ हैन गुरुजी, गुरुजी छिटो गाडी रोक्नुस्, यहाँ गाह्रो पर्यो भन्छ। रोक्नु न भनेको सुनेन के हो बुढाले? के चाहिँ भएछ चाटाचाटीलाई भनेर गाडीलाई यस्तो साइड लगाएर रोकिदिए। अनि के चाहिँ भएछ यस्तो किन रोक्न लगायो भनेर सोधेको छाड्ने, मतलब इङ्ग्लिसमा भमिटिङ। ठिकै छ तिम्रो के गर्ने गर, म चाहिँ सिन हेर्न गएको भनेर म यस्तो सिन हेर्दै बसेँ। यहाँको यस्तो सिन चाहिँ हाय हाय कस्तो दामी होला। अनि आजको आज एक दिनमा त मुस्ताङ पुग्न बिल्कुलै सकिँदैन, त्यही भएर आज चाहिँ यतैतिरको होटलमा हामी बास बस्छौँ भनेर सिधै होटलमा छिराइदिए गाडी। तर यहाँ रहेको होटलमा चाहिँ एकदम पार्किङ बनाइदिएको रहेछ, त्यही भएर मलाई बढी सुन। होटल चाहिँ यस्तो दामी छ, यति ठुलो छ, तर पार्किङ चाहिँ छैन रहेछ। तर जे होस् पार्किङ नभए पनि यहाँ चाहिँ एउटा दामी भ्यू टावर रहेछ। भ्यू टावर त के भनौँ, बासहरूको टेक्ने ठाउँ बनाएर यसो पहाडतिर लम्काइदिएको रहेछ। तर मान्नुपर्छ त्यहाँभन्दा अगाडिको भ्यू चाहिँ एकदम लभली छ, अलिकति अगाडि गएर देखाउने छ। तर यहाँ हिँड्न चाहिँ एकदम रिस्क, किनभने साइडमा पकाउने पनि थिएन, त्यही भएर म चाहिँ यताउता भएर झन्डै तर झरू पठाएको। भोइस ओभर पनि गर्न गाह्रो पो छ त, घरमा कोही नभएको बेला गर्नु परेछ, मान्छे भएको बेला त लाज लाग्छ। अब चाहिँ हेरौँ हामी भ्यू। आकाश साथी मायाको नबिर्सिदिनु है, बादल सरी वरिपरि अधिराग्ने जाउँ। अनि यो सिनेमेटिक सर्टको म्युजिक ब्याकग्राउन्ड म्युजिक कस्तो लाग्यो कमेन्ट डाउन। अनि आज चाहिँ बिहानै म चाहिँ यस्तो नेचरको वरिपरि बसेर खोलाको डिलमा बसेर अब नुहाउनको लागि चाहिँ के होटलमा गइराख्नु भनेर टक्क त्यही नुहाइदिनु पर्यो भनेर त्यही छिर्दिए। फेरि जहाँ सुसु गरेको त्यही नुहायो भने होइन नि, फेरि म अलिकति मास्तिर आएर नुहाएको यस्तो फोरी पनि छुइनँ। तर म चाहिँ त्यही नुहाएकै ठाउँमा एउटा विद्यार्थी आएर बिहोस भइसिन्। अब किन बिहोस भइसिन् खोइ केही बुझ्नै सकिन। र अब हाम्रो भाले बस्दै लागेको होटल छोडेर आफ्नो गन्तव्यतर्फ। अब हाम्रो गाडी जानुपर्ने खास यो सिधै पिच बाटो हो, तर अहिले विद्यार्थीहरूले चाहिँ यताको बाटो जाम, किनभने यताबाट जाँदा चाहिँ एउटा शिवजी भगवानको मूर्ति भएको मन्दिरमा पुगिन्छ। मलाई त थाहा थिएन, विद्यार्थीहरूले भनेर म पनि उनीहरूले भनेको पछि गएँ। विद्यार्थीहरूले
मलाई ढाँटेको जस्तो लागिरहेको थियो तर अगाडि पुग्ने बित्तिकै मैले के देखेँ शिवजी भगवानको मूर्ति यहाँ दर्शन गरेर जानु भनेको ठुलो कुरा हो त्यही भएर मैले चाहिँ गाडीको लागि पार्किङ खोज्दैछु र पार्किङ भेटेर चाहिँ मैले गाडीलाई सर्ट ब्याग हानेर सट्टै छिराइदिएँ र मैले चाहिँ भाले बस पनि धेरै कुदाएँ तपाईँहरूलाई वाक्क लागिसक्यो होला भाले बस सुनेर अब तपाईँहरूले यदि भन्नुहुन्छ भने म तपाईँहरूलाई यस्तै लग्जरी बसहरूमा पनि एउटा ट्रिप गराउने छु मतलब तपाईँहरूलाई त होइन म ट्रिपको भिडियो बनाउने छु यदि यस्तो लग्जरी बसहरूको ट्रिपको भिडियो हेर्नु मन छ भने पनि कमेन्ट गर्नु होला म नेक्स्ट भिडियो त्यसमै ल्याउने छु र अब चाहिँ जाम शिवजी भगवानको दर्शन गर्नको लागि किनभने मैले धेरै कुराहरू माग्नु परेछ है यहाँ त पिच रहेछ त यहीँ भाले बस ल्याउनु मिल्छ कि हो होइन यस्तो त गर्नु हुँदैन हो भगवान भएको ठाउँमा तर यहाँ चाहिँ पिच किन बनाइदिएको होला सिँढी नै बनाएको भए हुन्थ्यो यहाँ यस्तो कुराहरूमा धेरै फोकस नगरौँ मैले धेरै कुरा माग्नु पर्ने छ भगवानलाई अहिले बिर्सिन्छु हे भगवान के भएको अरूले त युट्युबबाट छपछपी पैसा कमाउँछ मेरो त के भएको केटा हो भ्यू जाइरहेछ त्यसको मतलब यति पैसा कमाइरह होला सोचिरह होला अहिलेसम्म 1 रुपियाँको जिम्मा आएको छैन केटा हो छैन नेपालमा युट्युब चलाएर पनि पैसा आउँदैन अब म पनि छिटै विदेश जाने हो तर भगवानको र तपाईँहरूको कृपा परेर अझै दामी सपोर्ट आयो भने चाहिँ जानु पर्दैन जस्तो लाग्छ कहिलेकाहीँ तर जे भए पनि यहाँ भएको मूर्ति चाहिँ मलाई एकदम सलिड लाग्यो है दामी रहेछ हौ यसो पछाडि गएर हेरिदिउँ न के कसरी अड्याएको रहेछ भनेर सिधै त्यो इटा माथि चढेर गएको यसो अवलोकन गरौँ तपाईँहरूलाई पनि देखाऊँ भनेर गएको राम्रो काम गर्न जाँदा चाहिँ जहिले यस्तै होइ पठाउँछ क्या मोबाइल पछाडिबाट लत्तै झरी पठाए अब यहाँबाट ननिस्किने बाटो थाहा छ न कसरी चढ्ने हो अब यहीँको यहीँ हराइन त म अब यहाँ मात्रै बसेर पनि हुँदैन हाम्रो यात्रा चाहिँ धेरै टाढा छ त्यही भएर यहाँबाट हिँड्नु पर्ने हुन्छ अलिक जोसमा झन्डै माथि चढे पठाएछु झन्डै गाडी उत्तानो अब हाम्रो गाडी चाहिँ चढ्न थालिसकेको छ यस्तो दामी उकालो नचढी त मुस्ताङ पुगिँदैन नि रयल चाहिँ पहाडहरूमा हरिया डाँडाहरू देखेर अचम्म नमान्नु होला किनभने यतातिर हिउँ पर्दैन अलिकति मासतिर गएपछि मात्रै हिउँहरू देख्न पाइन्छ हिउँ हेर्न मन छ नि तपाईँहरूलाई मन छ नि त्यही भएर भिडियो लास्टसम्म हेरिदिनु होला अनि आज चाहिँ मैले यो भिडियो मार्फत सबैजनालाई च्यालेन्ज दिनु लागेको छु तपाईँहरूले चाहिँ मैले यो युट्युब च्यानलको मन्थली इन्कम थाहा पाउनु पर्ने